हेलो नमस्ते गुड मर्निङ साथीहरू। म चाहिँ यतिखेर यो तमोर करिडोरमा उभिएर भिडियो बनाउँदैछु। मेरो पछाडि हेर्न सक्नुहुन्छ तल तमोर ब्रिज, तमोर नदीको यो पुल देख्न सक्नुहुन्छ मेरो पछाडिपट्टि हैन। अनि अहिले चाहिँ म यो तमोर करिडोर यो बाटोमा छु। म चाहिँ आज आफ्नै ससुराली हाम्रो अन्जु केरुङको माइत ससुराली जाँदैछु। अरू बेला चाहिँ घुम्नु जाँदैछु है साथीहरू भन्दै थिएँ है। अनि अब यस्तो पनि दिन आयो मेरो ससुराली घर जाँदैछु भन्ने दिन आएको छ। त्यस्तो छ है। यो तमोर करिडोर बाटो चाहिँ यो करिडोरको बाटो चाहिँ तमोर ब्रिजबाट अथवा तमोरबाट जहाँबाट हामी छुटिन्छ त्यहाँबाट फिदिम चाहिँ 92 किलोमिटर छ। लगभग 100 किलोमिटर। 80% पिच छ भने बाँकी 20% चाहिँ खतरा खुत्रो कि हिलो धुलो यस्तो छ बाटो भन्ने खबर प्राप्त भएको छ। सो त्यही बाटो हामी जान्छ। यो बाटो हिँडेको थुप्रो भइसक्यो। भिडियो त धेरै बनाइँदैन होला, अलिअलि बनाउँदै ससुरालीसम्म पुगेको यो युट्युब भ्लग तपाईँहरूको लागि जहाँ देखाउनु मिल्ने के कति छन् त्यस्ता कुराहरू देखाउँदै जाने नै छौँ। अब ससुरालीमा हाडाहुडुङ गर्दै भिडियो बनाइँदैन होला, किन भन्दाखेरि ससुराली पहिला पो केही पनि थिएन। त्यस्तो छ कुरा है। मेरो क्यामेरामा एउटा कुरा यति सजिलो भएको थियो, पहिला चाहिँ यसो काम गर्नु पऱ्यो भने पनि क्यामेराम्यान लानु पऱ्यो भने यसो त्यसलाई खाजा खुवाउनु, उसलाई खाजा खुवाउनु अथवा अलिकति यसो 1000 जति पैसा दिने लगायतका कुराहरू हुन्थ्यो। अहिले चाहिँ आफ्नै बुढी क्यामेराम्यान छ। आहा साह्रै सजिलो भएको छ। त्यो भइहाल्छ। यस्तो छ। ल ससुराली गइँदैछ है होइन त। ल फेरि ससुराली जाने बाटो यस्तो पनि छ नि त साथीहरू। यी तमोर करिडोरको बाटो चाहिँ यस्तो पनि छ फेरि कति ठाउँ। हिँड न। ससुराली जाने हो चिची पापा खाने हो भन्ने ला जुत्ता त डाममा डुबो। अब के गर्नु, जुत्ता यस्तो भइहाल्यो। अब माथि बाटो अरू ठाउँतिर पनि भेटिन्छ कि। अब अहिले चाहिँ यसो अलिकति सफा गरिराख्नु पऱ्यो। हेटेर यार गाह्रो छ हौ। मान्छेलाई यति धेरै कष्ट हुँदो रहेछ कि होइन। सजिलो त छैन नि त अर्काको छोरीलाई लगेर। जस्तै अप्ठ्यारो बाटोमा पनि पार गर्नु पर्यो। धुलो हिलो भन्नु भएन। त्यो अप्ठ्यारो बाटो जस्तै हुन्छ यात्रा पनि जीवनको लाइफको। त्यो पनि यसरी पार गरेर अहिले जसरी जुत्ता धुँदै सफा गर्दै हुनुहुन्छ इन्द्र सर, पछि पनि यसरी जिन्दगी पनि अप्ठ्यारो बाटो आइपरेको बाटोलाई पनि यस्तै सफा गर्दै गर्दै अगाडि बढ्नु पर्यो। बोल्नु त के खतरा बोल्छ त अनि लास्ट टाइम भिडियो नहुनु अरे के यस्तो बाटो अप्ठ्यारो छ। के अरे म यो बाटो फर्केको योसँग तेस्रो यता तलतिर तमोर है। तल तमोर छ। हामी यता यो करिडोरबाट हिँडिरहेका छौँ। के चोक हो यो? बाख्री चोक हो? के चोक भनेको ल? कसरी अरे के चोक हो लु? बाख्री बाग कत्रो लामो गाडी हौ।
फोटो लड्यो त्यो मान्छे झुक्लुको लड्यो त्यो ठाउँको ठाउँ हामीलाई हेर्ने हुँदा ठाउँको ठाउँ लड्यो कोही ठाउँमा यस्तो बाटो छ है कोही ठाउँमा पिच छ लगभग 11 किलोमिटर अफरोड छ भन्ने खबर हाम्रो ठुल दाजुबाट जानकारी प्राप्त भएको छ है। एउटा कुरा भन्छु ल त्यो यत्रो हुन्छ कि यति लामो छेपारो जस्तै ठुलो त्यसको छाला झिकेर सारङ्गी बजाइन्छ त्यसको नाम थाहा छ गोरो त्यहाँ पर भेटेको थियो यत्रो के गर्नु त्यसलाई अब नजा भन्दै थियो गोरा वाउ ल है ल साथीहरू हामी चाहिँ यात्रा गर्दै अहिले चाहिँ यो लोकेसन यो चाहिँ सिवादोभान भन्छ है। अनि अब फिदिम चाहिँ लगभग 30 देखि 40 मिनटमा पुगिन्छ। 3 देखि 4 किलोमिटर अफरोड हिँडेपछि पिच भेटिन्छ त्यहाँबाट सरररररर ट्याक्कै फिदिम बजार पुगिन्छ। अहिले समयको कुरा गर्नुहुन्छ भने ट्याक्क 12:30 भएको छ। यसरी भएर छट्ट त्यो माथि बाटो हुँदै सर पुगिन्छ है त। ल हामी लाग्छौँ। के छ म्याडम? युवा दोभानबाट हामी अब यसरी बाटो लाग्छौँ। लगभग 30-40 मिनटको यात्रापछि हामी फिदिम बजार पुग्नेछौँ। बाटो एकदमै दर्दनाक छ, 8-10 किलोमिटर। बाँकी फेरि 80 किलोमिटर जति बवाल छ है, त्यस्तो छ। यो बाटो चाहिँ पुरा भयो भने चाहिँ अति बवाल हुन्छ। ठिक छ, अब यो बाटो यस्तै हो। हामी सिधै फिदिम बजार पुगेर भेट्नेछौँ है त। फिदिम आइपुग्यो। भोक लागेर थुक्पा खाँदैछौँ हामी। के चाहन्छु मिस? थुक्पा यस्तो पो हुन्छ त? काठमाडौँको जस्तो के गर्यो त्यो यी भगवान् एकछिनमा हेलो के गर्नु चाहन्छ? सन्जु आन्टीहरू हुनुहुन्छ? सन्जु आन्टीले एकचोटि फोन देऊ न, उठाउनु भएन हौ। ल यो चाहिँ शेर्पा होटल, फिदिमको शेर्पा होटल। यहाँ मिठो मोमो थुक्पा पाउँछ। पहिल्यैदेखि म यहाँ खान्थेँ। ए कल गरेको उठाउनु भएन नि? दिदीको फोन है, दिदीले फोन गर्नुभयो र। खेचीमा बाटो मनेर कहिले दुखे थाङ भएर हामी त फिदिम आइपुगेको। अनि के भन्छ, हामी चाहिँ यहाँ बाइकमा आउने कि भोलि अब गाडी चल्छ कि चल्दैन भनेर। अनि अघि सामान चाहिँ विनोदको गाडीमा हात पठाएको, त्यो विनोद चाहिँ हिँडिसक्यो। माथि घर पुग्ने बेलामा मलाई नि फोन गर्नु ल भाइ भनेको। ल भनेको छ। विनोद त हिँड्यो।
हामी अब हिँड्नु आँटेको यहाँ थोरै काम आमा बुवा त हेलो हेलो ल साथीहरू फिदिमबाट ठ्याक्कै 4 बजी हिँडेको यहाँ 5 बजेर 42 मिनट गयो। एक घन्टा 40 मिनटमा फिदिमदेखि यो फ्राङबुङ आइपुग्यो। यताबाट उता मदनचोक अनि यहाँदेखि तल चाहिँ मेरो यसो तल चाहिँ ससुराली लुङमादिन उता पारिपट्टि यो स्वास्थ्य चौकी हो। अनि यो चाहिँ फालेलुङ गाउँपालिकाको भवन त्यस्तो छ है साथीहरू। ल आइपुग्यो, कस्तो चाँडो आइपुग्यो यार आम्बो। ल अब तल घर गएको भिडियो त बनाइन्छ कि बनाइँदैन थाहा छैन। अहिलेलाई चाहिँ यति हो, बनायो भने भोलि बनाइन्छ। माइती गाउँमा हल्का हिँडाइदिएको नि। के छ? ठिक छ। कता हो नि? मै त घर नि हौ के को मै त ससुराली आइपुग्यो है। मान्छेले देख्छ। मुटु त हेर छ, चाल चाहिँ बढ्या छ। ल हामी चाहिँ अब ससुरालीदेखि हामी के म भन्नु फर्किनु आँटेकै। ससुराली घर चाहिँ यो लुङमादिन भन्छ, फालेलुङ गाउँपालिका यता पारिपट्टि कता हो भवन? ए यता माथि यो भवन त्यस्तो छ। अब हामी लाग्छौँ के छ भने कस्तो भयो बाटोको भिडियोहरू मैले कमै बनाउँछु अचेल। अब हामी हिँडेको लाग्यो है। चाहिँ आकाशे भन्ज्याङ भन्छ। यतातिर मजाले गुराँस फुलिरहेको छ। हामी 1.5 घन्टाको यात्रापछि यहाँ आइपुग्यौँ। अब आधी घन्टामा फिदिम पुगिन्छ है, त्यस्तो छ। बाटोको भिडियो कमै बन्छ मेरो। बाटोको भिडियो कमै बन्छ भन्दा पनि अचल त युट्युब भिडियो बनाउनु छोडेको पनि धेरै भयो। अनि योचोटि चाहिँ बनाउन भन्ने यसो अलिकति जागर चलेर बनाइराखेको छु। खासमा ऊ भएर चाहिँ यसो अलिकति जागर चलेको हाम्रो अन्जुकहरू। ससुराली आउँदा त एउटा भिडियो त बनाइराख्नु न, एउटा मेमोरी हुन्छ भनेर नि। ल यो चाहिँ जोरसाल भन्ने ठाउँ। फिदिमदेखि 2 किलोमिटर समथिङ झरेपछि यो जोरसाल भेटिन्छ। 2-3 किलोमिटर झरेपछि यतातिर कहाँ भन्छौ न भने भन। ए उतै लेखेको त नि के भन्छ भनेको त। अनि हामी यताबाट हरान जान्छौँ है।
यति साह्रो ढुङ्गाले हान्नु पऱ्यो ठाउँलाई भनेको त यो बेला फेरि ब्रेक जान्छ गाडीको पनि एकदमै के भएको यो बेला ल हामी अहिले समयको कुरा गरौँ भने 2:30 भयो यो फिदिमदेखि मुनतिर के दोभान भन्छ यो सीमा दोभान कि सीमा दोभान कि शिवा दोभान सम्झ के भन्छ यहाँबाट लगभग 90 किलोमिटर छ लगभग 4 घन्टामा पुगिन्छ हामी अब हिँड्ने अब यो गाडी गयो धुलो खाँदै त जानु होला नि ल हामी चाहिँ यो तल्लो सिमाना दोभानदेखि क्रस गरेर यता माथि आइपुग्यौँ यो तल देख्नु भएको यो सुइँ यो कुइनोडदेखि पल्लो कुइनोडदेखि सुइँ यता र यतातिरदेखि चाहिँ यता यो यतादेखि चाहिँ ताप्लेजुङ जान्छ अहिले चाहिँ यो बाटो यहाँदेखि चाहिँ ठुक्क माथि फिदिम निस्किन्छ यहाँदेखि फिदिम त यता माथि भइहाल्यो होइन अनि अहिले चाहिँ यो यताको बाटो चाहिँ यो मैले तपाईँले देखाइराखेको बाटो चाहिँ बिग्रिएको छ त्यही भएर अहिले यहाँदेखि सुइँ गएर यहाँ पुगेर यसरी आइन्छ है त यो फिदिमबाट तलतिर धरान झर्दाखेरि यो करिडोरको बाटो धरान झर्दाखेरि करिब 11-12 किलोमिटर अफरोड हिँडिसकेपछि यसरी पिच भेटिन्छ बिचमा धुलो हिलोको बाटोहरू अलिअलि भेटिन्छ नभए त्योभन्दा अरू बाँकी बाटो चाहिँ यस्तो नै छ हेर्न सक्नुहुन्छ अनि दामी बाटो होइन यस्तो पनि छ ल आखिरी कताबाट सिकेको यो
के होइन बाटो मिस्टेक गर्छ के हुन्छ ल हामी अन्जुसँग भेटेर आइपुग्यौँ समयको कुराहरू हुन्छ भने 4 पारेर 5 बज्यो भनेपछि 2 बजी हिँडेको 3 4 5 ट्याक 3 घन्टा पनि भएको छैन 3 घन्टा लगभग 3 घन्टामा फिदिनदेखि भेटर आइपुग्यो अब यहाँदेखि अब 5:30 बजी जस्तो हिँड्दाखेरि 7:30 तिर घर पुगिन्छ चट्ट पारेर के छ यात्रा कस्तो भयो पत्तुर भयो पत्तुर भयो त्यही नि सजिलो छ त त्यति सजिलो कहाँ आएर भेज ए ल भेज आयो